32-33 हजार सहकारी मध्ये 150 सहकारीहरू बिग्रिँदा देशभरि हल्ली खल्ली भएको छ। कुरा के हो भने राम्रा कुरा हामीले प्रचार गर्न सकेनौं। देशभरिका मिडियाहरूले बिग्रेका कुराहरू मात्रै गरे। अरू सहकारीहरू 30 हजार सहकारीले राम्रो काम गर्यो, हामीले प्रचार गर्न सकेनौं। एउटा पाटो त्यो। अर्को पाटो मूल बिग्रेर आएको छ। अघि पनि चुस्त कुरा आएको छ, हाम्रो वडा अध्यक्षजीले भन्नुभएको छ नेपालको राजनीतिक मूल बिग्रेर आएको छ। त्यो मूल भित्रको हामी पनि एउटा पात्र हो। त्यही भएर यो सबै चिज बिग्रिँदा सहकारी पनि अलिअलि बिग्रिया छ, यसलाई लुकाउन पर्ने कुरा छैन। अर्को कुरा जुन ऐन कानुन नियमले सहकारीलाई परिभाषित गरेको छ, जबरजस्त संविधानमा लेखियो, तर सरकारको थुप्रै निकायहरूले, हाम्रो वडा अध्यक्षजी हुनुहुन्थ्यो, त्यो तीनै तहको सरकारको थुप्रै निकायहरूले सहकारी सामुदायिक संस्था भन्ने कुरा चिन्दैन। संविधानमा लेखियो तर त्यसलाई व्यवहारमा कार्यान्वयनका हिसाबले सरकारले सहकारीलाई लामो समय त त्यो कस्तो भने फालिएको हिसाबले, मन्त्रालय पनि फालिएको हिसाबले, त्यसमा काम गर्ने कर्मचारीहरू पनि अन्तबाट घुमाउँदै घुमाउँदै ल्याएर अलि काम नगर्ने, अलि बदनाम भएको मान्छेहरू राख्ने हुँदै हुँदै त्यो तलदेखि माथिसम्म आएको छ। मलाई लाग्छ शिवराजमा पनि सहकारी शाखा हेर्ने जो हुनुहुन्छ उहाँका 2-3टा जिम्मेवारीहरू होला। यहाँ 60-61 वटा सहकारी छ, करिब 50 करोडभन्दा धेरैको कारोबार यहाँको सहकारीहरूले गरेको होला। 1 अरबको सेरोफेरो यहाँ कारोबार होला, तर त्यो शाखा हेर्ने मान्छेका धेरै जिम्मेवारीहरू छन्। अनि फेरबदल पनि हुन्छ बेला बेलामा। थुप्रै आधाभन्दा धेरै पालिकाले त जिल्लाले बुझाइदिएको त्यो पोकाहरू नखोलेको व्यवस्था छ देशभरि हेर्दाखेरि। यो एउटा अवस्था हो। त्यस कारणले पनि सहकारीमा ठुलो समस्याहरू आयो। सरकारले जुन ढङ्गले ध्यान दिनु पर्थ्यो त्यो ढङ्गले ध्यान दिन सकेन। अब अर्को कुरा के छ भने त्यही भएर अब सहकारीमा हामी सदस्यहरूले फेरि हामीले अर्को एउटा गल्ती के गर्यौँ भने सुरुदेखि सरकारले जब लगाम लगाउन थाल्यो सहकारीलाई स्वायत्त हुनुपर्छ भनेर आन्दोलन गर्यौँ। हामी अभियान कर्मीहरू नै हो सुरुदेखि। सहकारी ऐन 2048-49 तिर पुग्दाखेरि कहिले खबरदार सहकारी स्वायत्त हो, हामीले आफै चलाउँछौँ हाम्रा सहकारी भनेर सुरु गर्यौँ। सहकारी राम्रा पनि थिए, तर जब धेरै सहकारीहरू खुल्दै गए धेरै खुल्दै गए अनि जब बिग्रिन थाल्यो अनि फेरि हामी सरकारतिर फर्केर सरकारलाई गाली गर्दैछौँ कि यो सहकारी हेर्दिएन होइन, कर्मचारी पठाएन भन्यो। व्यवहार पनि सरकारको त्यस्तै हो। जिल्लामा 4-5 जना कर्मचारी भएर 400-500 जिल्लाभरिको सहकारी हुँदा जति धेरै सहकारीले सहयोग पाएको थियो, अहिले पालिका तहमा आउँदाखेरि त्यो तहको पनि सहयोग पुगेन। हामी दैलाकै स्थानीय सरकार भन्यौँ, दैलाकै स्थानीय सरकारले सहकारीलाई वास्ता गरेको अवस्था चाहिँ छैन। यहाँ के छ थाहा छैन मलाई, अन्यत्रको कुरा यो हो। तर यसरी हामी अगाडि बढ्दै आयौँ। र अर्को कुरा के छ भने अब सहकारी बनाउने बिगार्ने धेरैलाई दोष दिन जरुरी छैन। यो विपुल बचत तथा ऋण सहकारी संस्था राम्रो बनाउनका लागि तपाईहरूले कुन नियम ऐन कानुनले रोक्छ भन्ने कुरा आफूले समीक्षा गर्नुहोस्। यहाँको भाका नलगाउने कुरा, यसको सदस्य थप्ने कुरा, यसको सदस्यलाई व्यावसायिक बनाउने कुरामा सरकारको कुनै नियम कानुनले छेक्छ जस्तो मलाई लाग्दैन। हामीले यसलाई बचत थप्ने कुरा हैन, ऋण लैजाने कुरा, कारोबार गर्ने कुरा, यसको ब्याज दर निर्धारण गर्ने कुरा, यसको किस्ता निर्धारण गर्ने कुरा, यसको नेतृत्व छान्ने कुरा, कसलाई अध्यक्ष गराउने, कसलाई सचिव बनाउने, कसलाई ऋण दिने, कसलाई नदिने, यो कुरा कुनै सरकारको कुनै ऐन नियम कानुनले तपाईहरूलाई छेक्छ चाहिँ लाग्दैन। छेक्यो भने भन्नु होला कहीँनिर छलफल गरौँला। तर 450 जना मान्छेको बिचमा हामीले सल्लाह गरेर हामीलाई थप्ने मान्छेहरू कतिको इमान्दार हुनुहुन्छ, हाम्रो छिमेकी कतिको इमान्दार छ भन्ने कुरा नबुझी हामीले मान्छेहरू थप्दै गयौँ। हामीले लगानी गर्ने पैसालाई सुरक्षित नगरिकन लगानी गऱ्यौँ भने के हुन्छ भने त्यो भाखा लाग्छ, बिग्रिन्छ। यो कुरा एकदमै महत्त्वपूर्ण कुरा हो। त्यही भएर हामीले ध्यान दिने मुख्य कुरा चाहिँ त्यो। तर सहकारी अहिले धेरै नाफा कमाउने क्यार्ने भन्दा नि तपाईहरू कसरी मिलेर काम गर्न सकिन्छ भन्ने मुख्य कुरा हो। अहिले सहकारी अडिने मात्रै बेला हो, धेरै नाफा खोज्ने बेला होइन।
भाका नलगाउने र अडिने कुरा हो। धेरै नाफा खोज्ने हो भने अब नाफा त कसले दिन्छ र ब्याज कहीँ दिँदैन, किनभने ब्याङ्कको ब्याज दर पनि एकदमै कम छ। लगानी गऱ्यो भने लगानी सुरक्षित छैन होइन। हामी यो ढङ्गले अगाडि बढेका छौँ। त्यही भएर अहिले अब अडिने अवस्था यहाँहरूले हेर्नुहोस् र बुझ्न पर्ने जरुरी छ। अब अर्को कुरा, अहिले राष्ट्रिय नीति के हो भने सहकारी सङ्ख्या घट्नुपर्छ भन्ने हो। राष्ट्रिय सहकारी महासङ्घले अघिल्लो अधिवेशनमा के भनेको छ भने कम्तीमा यो 5 वर्षमा आधा सहकारी बन्नुपर्छ नेपालमा भनेको छ हैन। अब त्यो कुरा पनि अघि पनि यहाँ साथीहरूसँग चुस्त कुरा आएको छ। त्यो कुरालाई पनि अब हामी तयार हुनु पर्यो। हामी धेरै ठाउँमा सदस्य छौँ। जब बचत गर्ने बेला आउँछ हामी हतार यताउता हुन्छौँ। अघि यहाँ सम्मानित हुनुभएको छ असल दिदी साथीहरू, यहाँ त्यस्तो छैन होला। बाणगङ्गामा अघिल्लो पटक एउटा के भयो भने एउटा सहकारीमा गएर असल दिदी भनेर खादा ओडाइयो, अर्को सहकारीमा नाम सार्वजनिक गर्नुभएको खराब ऋणी भनेर सार्वजनिक गर्नुभयो होइन। यो स्थिति छ। यो स्थिति के हो भने हामीले निम्त आएको, हामी सदस्यहरूले हामी इमान्दार छैनौँ। कताबाट ऋण पाइन्छ, हामी ऋण मात्रै लिने कुरामा सजिलो गऱ्यौँ, त्यसलाई लगानी गर्ने र त्यसबाट पैसा फलाउने कुरामा हामीले ध्यान दिएनौँ। त्यहाँनिर हामी सञ्चालकहरू, सदस्यहरू, सरकारले पनि बचत तथा ऋण सरकारलाई सिधै पैसा चाहिएको छैन। पैसा फलाउने उपाय सिकाइदिने काम सरकारले गरे हुन्छ। हामी भनेकै छौँ हामीलाई पैसा चाहियो भने हामीले ऋण ल्याउँछौँ। अहिले तपाईँहरूको जतिको संस्थालाई ऋण चाहियो भने त अरू थुप्रै ऋण दिने संस्थाहरू छ, तर पैसा फलाउने उपायमा हामीले कोसिस गरेन। हाम्रा लगानीहरू पनि त्यतातिर गएन। बचत तथा ऋण सहकारीको त अलिअलि थोरै नाफा हुने स्थिति छ, तर अरू सहकारीहरूको त्यो अवस्था पनि छैन। त्यही भएर यो एउटा यहाँहरूले पनि सोच्ने कुरा। अब सहकारीको सङ्ख्या घट्दैछ, धेरै सहकारीमा भएर धेरै सदस्य भएर हामी पनि एउटा सहकारीमा 1 लाख ऋण लिएछ, अर्कोमा 2 लाख लिएछ, अर्कोमा 4 लाख ऋण लिएछ। बचत गर्ने बेलामा पनि धेरैतिर दुःख पाउनभन्दा एउटै ठुलो सहकारी बनाउने, त्यहाँ भएभरिको बचत पनि त्यही गर्ने, त्यसपछि गएर ऋण चाहिँदाखेरि पनि त्यहीबाट लिने अभ्यास गर्न जरुरी छ। त्यो गर्दा दुईटा मान्छेलाई मात्रै घाटा हुन्छ, अरूलाई घाटा हुँदैन है। अध्यक्ष र व्यवस्थापकलाई मात्रै घाटा हुन्छ। 5वटा सहकारी एउटा भयो भने के हुन्छ, एउटा अध्यक्ष हुन्छ, एउटा व्यवस्थापक हुन्छ। अरूलाई त खासै समस्या हुन्न। 20 लाखको संस्थाको सञ्चालक समितिको सदस्य बन्ने कि 20 करोडको संस्थाको सदस्य बन्ने भन्ने कुरा हो। त्यो एउटा एकदमै हामीले सोच्ने कुरा जरुरी छ। अनि फेरि हामी अर्को के छ भने सहकारीलाई अलि धेरै मुटु खुल्ला, मनलाई अलि खुल्ला गर्न जरुरी पनि छ। हिजो कसरी खुले हैन, कसरी खुले अब त्यतातिर जान हुन्न। हिजो थुप्रै कामहरू कसैले राम्रो गरे, कसैले नराम्रो गर्यो हैन। हिजो एनजिओहरूले यहाँका मान्छेहरूलाई समूह बनाउँदा, सशक्तिकरण गर्दा, बोल्न सिकाउँदा, सहकारी प्रवर्धन गर्दासम्म एनजिओहरू पनि ठिकै भयो। अहिले एनजिओले देश कब्जा गर्यो भनेर आछ नि त हैन। राम्रो तहसम्म हरेकले त्यसलाई स्वीकार्ने हो, तर एनजिओको काम सरकारै कब्जा गर्ने त थिएन नि त। त्यही भएर हिजो हामी कसरी अगाडि बढ्यौँ त्यो एउटा पाटो थियो। यहाँ 60-61वटा सहकारी चाहिन्थ्यो कि चाहिन्थेन, अब हामी त्यतातिर जानु हुँदैन। अब हामी यहाँको आवश्यकता के हो, कतिवटा सहकारी चाहिन्छ, त्यो कुरा पहिचान गरेर अगाडि बढ्नुपर्छ। नेपालमा 1,60,65,000 सदस्य भएका सहकारी पनि छन्। यहाँ 35भन्दा 36जना बढ्दै नबढेको 50 वर्ष 30 वर्षदेखि 35जना भन्दा 36जना नभएका सहकारीहरू पनि आखिर हुँदो त रहेछ त है। 1,65,000 सदस्य भएको सहकारी पनि नेपालमा चल्या छ। हाम्रो यहाँको जम्मी सदस्य जति त एउटा सहकारीको कर्मचारीहरू हुनुहुन्छ है। तपाईँ 450 जति सदस्यको कुरा आएको छ, त्योभन्दा धेरै सहारा बचत तथा ऋण सहकारीको कर्मचारी हुनुहुन्छ जापानमा। भनेको हाम्रो मनले गर्ने कुरा हो। स्वाभाविक रूपमा त्यसले दिने सेवा र हामीले लिने सेवामा फरक छ। यो हिसाबले हामीले एकदमै सोच्न जरुरी छ। र पहिलो कुरो त सरकारसँग गर्ने कुराहरू त्यो हाम्रो जिम्माको कुरा हो। सरकारसँग लड्ने कुरा,
सरकारसँग जस्तै पालिका तहमा पालिकाको साथीहरूले पालिकाको कस्तो नीति चाहिन्छ त्यो पालिकाको सञ्जालले यहाँको अध्यक्षले यहाँको साथीहरूले त्यसलाई लबिङ गर्ने नीति बनाउने कुरा हो। प्रदेश तहमा हामी जस्ता प्रदेश भनेर मञ्चमा आउने भाषण गर्ने मान्छेहरूले हामीले प्रदेश तहको नीतिले अप्ठ्यारो पार्यौँ भने त्यसलाई सच्याउने कुरा नीति बनाऊ भन्ने कुरामा दबाब दिने कुरामा हामीले लबिङ गर्ने हो। राष्ट्रको कुरा माथि केन्द्रमा बस्नेहरूले गर्ने हो। तर हाम्रो सहकारीलाई यहाँ कति राम्रो बनाउने भन्ने कुरा तपाईँहरू सदस्यहरूको मूल कुरा सदस्यहरूको कुरा हो। यो सहकारीमा 4 जना मान्छे अहिले 7-8 जना मान्छेको मात्रै ऋण भागा नागेका देखिया छ। त्यतिले भागा नाग्दाखेरि यति धेरै हल्ला भएको छ। टोटलमा 2% तपाईँहरूको पैसा घट्छ। जम्मा जम्मी सम्पत्तिमा 2% घट्दैछ। त्यो पैसा उठेन भने के हुन्छ? घट्दैछ। अनि हामी अर्को कस्तो परिभाषामा छौँ भने सरकारले पैसा तिर्नु पर्दैन भनेर भनिदियो भने हो भनेर हामी पनि जुलुसमा गइदिया हुन्छ। अस्ति बारगञ्जमा एउटा भेला भयो, पैसा तिर्दैन भन्नेहरूको भेला भयो। त्यसपछि हामीले भेलामा भन्यौँ यहाँ कतिजना ऋणी हुनुहुन्छ भने ठ्याक्कै प्रतिवेदनमा भेटेन। 450 जनाको पैसा कतिजनासित छ? 100 जना? 130 जना छ। 470 जनाको पैसा 130 जनासँग छ। 130 जनाले त ल ठिक छ पैसा लानुभएको छ तिर्न पर्दैन भने नि 130 जनाले त तिर्न पर्दैन तिर्न नपरे हुन्थ्यो भनेर खुसी हुनु होला। तर अरू त्यो 300 जनाले कहाँबाट त्यो पैसा पाउने हो त? छिमेकीले ल र भागा नगएको छ हामीले पैसा तिर्नुहोस् है समयमा भनेर भन्दैनौँ। कस्तो कमजोरी हो यो? कमजोरी हाम्रो आफ्नै हो। त्यही भएर सहकारीमा एकदमै त्यो ध्यान दिनुपर्छ। अर्को कुरा तपाईँहरू के सम्झिनु होला भने भिटो छ के छ निलाम गर्ने कुरा धेरै टाढाको कुरा छ। त्योसँग सोच्न पनि हुँदैन र अलि धेरै टाढाको कुरा हो। त्यही भएर मूल कुरा के हो भने हामी इमान्दार बन्ने हो। हामीलाई चाहिने पैसा हामीले जम्मा गर्ने, हामीलाई चाहिने पैसा यहीबाट लैजाने। यो गऱ्यौँ भने सहकारी अगाडि बढ्छ, जत्रो पर्दैन। अझ अर्को हामीले कस्तो गरेका छौँ भने ऋण सजिलो ऋण चाहियो भने सहकारीमा काम गर्छौँ, पैसा धेरै भयो भने ब्याङ्कमा जम्मा गर्छौँ। कतिजनाको अहिले मैले भनेन फेरि अहिले तपाईँहरू गाली गर्नुहुन्छ, ब्याङ्कको साथीहरू नै यहाँ हुनुहुन्छ। हामी के गर्दो रहेछौँ भने ब्याङ्कको यहाँ भएको मलाई नाम बिर्सेँ कुन ब्याङ्क एनएमबी होइन एनएमबी ब्याङ्क छ नि, यहाँ आएको कोही मान्छे एनएमबी ब्याङ्कको सेयर सदस्य हुनुहुन्छ? कृपया हात उठाउनु होला। केही हुन्न? कोही हुनुहुन्छ? तर तपाईँहरूमध्ये कतिजनाको घरको खाता छ एनएमबी ब्याङ्कमा? हात उठाउनु त। ठिक छ। त्यसको नाफा कहाँ जान्छ थाहा छ तपाईँहरूलाई? त्यसको मालिक को थाहा छ? थाहा छ कसैलाई? कतिजनाले चलाउनु भएको छ थाहा छ? थाहा छैन। विपुल सहकारीको को हो मालिक? हामी आफै हो। तर हामी कारोबार कहाँ गऱ्यौँ? ब्याङ्कमा गऱ्यौँ। अनि कारोबार ब्याङ्कमा गर्ने होइन, अनि नाफा खोज्न यता आउने। तपाईँहरूलाई साधारण सभा भनेर त्यो ब्याङ्कले बोलाह कहिल्यै? बोलाह? एक कप चिया खुवाछ? एक कप चिया खुवाछ? ब्याङ्कको साथीहरू नरिसाउनु होला है। एक कप चिया खुवाछ? रिसाउनु भयो नि, केही हुन्न। एक कप चिया खुवाछ? कहिल्यै खुवाउँदैन। तर हामी के गल्ती गरिरहेका छौँ भने सहकारी दुःख पर्दा चाहिने, सामाजिक उत्तरदायित्वको काम दुःख पर्दा चाहिने। मैले यहाँ हेरेँ तपाईँ रक्तदानको कुरा गर्नुभएको छ। कोही मान्छे मृत्यु भयो भने के अरे त्यो क्रिया खर्चको कुरा पनि प्रतिवेदनमा आएको छ। त्यो ब्याङ्कले दिन्छ? दिन्न नि होइन। अनि तपाईँहरूको त्यो ब्याङ्कका मालिकहरू हामी कुनैलाई बिरामी भयो भने संवेदना प्रकट गर्न आउँछ है? थाहा छ? थाहा छैन। तर हामी के गर्दैछौँ? हामी कारोबार फेरि पनि ठुलो पैसा भयो भने यता लुट दिन्छ कि खाइदिन्छ कि भनेर फेरि त्यही गएका छौँ। यो गर्न सकिन्छ कि सकिन्न होला? डर लाग्छ है। सहकारी पछाडि पर्नको मुख्य कारण पनि यो हो। मुख्य कारण पनि त्यो अलिअलि पैसाको ब्याज लोभले, थोरै लोभ होला, ब्याज होला। अहिले त ब्याज पनि छैन। अहिले त ब्याज पनि अझै घटेको छ। यो हिसाबले पनि हामीले हाम्रा व्यवहारहरूलाई अगाडि बढायौँ है।
यसलाई एकदमै सोच्ने कुरा हो। अब अर्को कुरा के हो भने सहकारी अब बचत तथा ऋण सहकारीले मात्रै हाम्रो जिन्दगी चल्छ जस्तो लाग्दैन है मलाई, हैन है। हुन त ऐन कानुनले मिल्दैन, अघि साथीहरूले भन्नुभएको छ ऐन कानुनले मिलिन्छ, जहाँनिर अड्किन्छ त्यहाँनिर के गरौँला, त्यो ऐन कानुनले बाधा जहाँ पुर्याउँछ त्यहीँनिर संशोधन गरौँला। अब हामीलाई चाहिने कुराहरू हामीले के सम्भव छ उत्पादन गर्न कोसिस गरौँ। हाम्रो सदस्यहरूलाई आवश्यक पर्ने कुराहरू हामी आफैले त्यसको सप्लाईको काम कसरी गर्न सकिन्छ त्यो कुरा सोचौँ। दुध उत्पादन गर्ने किसानहरू हुनुहुन्छ, एक ठाउँ दुध सङ्कलन गरौँ, कमसेकम हाम्रो सदस्यकै दुध खाने अभ्यास अगाडि बढाउँ है। तरकारी उत्पादन गर्ने किसानहरूले एक ठाउँ तरकारी जम्मा गर्ने कसरी हुन्छ थाहा छैन, कमसेकम हामीले किनेर खाने तरकारी कोसिस चाहिँ गरौँ। कोसिस गरिएन भने अबको 10 वर्षपछि हामी सहकारी थियो अरे, बचत तथा ऋण सहकारी थियो अरे भन्ने अवस्थामा पुग्छौँ। त्यसरी हामीसँगै पैसा घुमाउने कुरा गऱ्यौँ भने हामी 4 जना मान्छेले एउटा व्यवसायमा आत्मनिर्भर हुन्छ होला, अर्को 4 जना अर्को कुरा हुन्छ होला। यो एउटा महत्त्वपूर्ण विषय हो। तर फेरि के छ भने बचत तथा ऋणको कारोबार गर्ने साथीहरूले यो कुरालाई केन्द्रदेखि पुरै लगाम चाहिँ लगाउनुहुन्छ है। म पनि बचत तथा ऋण कारोबार गर्ने संस्थाबाटै प्रदेश लेखा समितिमा पुगे। मेरो प्रदेशमा पनि यो कुरोको एकदमै असहमति हो। प्रदेशलाई पनि त्यो संशोधन गर भनेको छौँ। सदस्यहरूको आर्थिक उन्नतिमा काम गर्ने भनेर उद्देश्य हुने, अनि आर्थिक उद्देश्य उपलब्धिका लागि भने पैसाको मात्रै व्यापार गरेर हुन्छ। हामीले लाउने खाने कुरामा जबसम्म सरकारले हात हाल्न सक्दैनौँ त्यतिखेरसम्म पैसाको मात्रै व्यापार गरेर पैसा त अब पैसा रोपेपछि पैसा फल्छ त यति बढ्छ, कसैको थोरै बढ्यो होला, कसैको अलि धेरै बढ्यो होला चरौटामा भएको सहकारीको। पैसा रोपेपछि पैसै फल्छ, तर पैसा खाएर अब हुन्न भन्ने कुरा एकदमै सचेत हुनुपर्ने बेला आएको छ। हामीले नीतिगत रूपमा बचत तथा ऋण सहकारीलाई सरकारले गर्ने। सरकारको अर्को एउटा समस्या कस्तो भएको छ भने सूचना निस्किया हुन्छ साझेदारीमा भने हुन्छ, जस्तै ट्र्याक्टर दिने भनेर सूचना निकाल्छ, यहाँ पनि त्यही होला है। तलपट्टि के लेखा हुन्छ बचत तथा ऋण सहकारी बाहेक भनेर लेखा हुन्छ। अनि 50%मा ट्र्याक्टर अनुदान दिँदैछ सरकारले। अनि 50% भनेको 10-12 लाख कति पर्छ ट्र्याक्टरलाई मलाई ठ्याक्कै छैन, 5 लाख पैसा चाहियो। कृषि सहकारी कृषि समूहहरूसँग 5 लाख हुँदैन। अनि बचत सहकारीले त्यो पैसा त्यहाँ लगानी गर्न पाउँदैन। अनि त्यहाँ फेरि जबरजस्त के हुन्छ भने हामी जस्ता मान्छेहरू होइन तपाईँ निर्णय गरिदिनु नि त, मैले 5 लाख लगाएर ट्र्याक्टर ल्याइहाल्छु, के भएर पछि हामी मिलेर गर्ने हो भनेर मैले 5 लाख लगानी गरेर ट्र्याक्टर ल्याउँछु, अनि ट्र्याक्टर के गर्छु मैले आफै चलाउँछु। सरकारको रेकर्डमा के हुन्छ सहकारीलाई यतिवटा ट्र्याक्टर बाँडियो, यतिवटा मेसिन बाँडियो भन्ने हुन्छ, तर ट्र्याक्टर कहाँ गएर परेको भए हुन्छ। यहाँ त्यस्तो भएको छैन होला, मैले बारङ्गामा भएको कुरा गर्छु। अनि परे के पालिकालाई समेत कर धेरै लाग्ने भनेर आयो, त्यही भएर नियमहरू त्यस्तो हुन्छ। र अहिले जुन साधारण सभा सञ्चालन लगायतको नियमहरू आएको छ, अब त्यो कस्तो देखिएको हो भने अडिट रिपोर्टहरूमा 25 जना 30 जनाको सहकारी हुने, अनि साधारण सभाको खर्च चाहिँ 10 लाख 12 लाख देखाउने, उहाँहरूले विभिन्न नाममा खर्च लेख्ने, अनि एकदम धेरै तामझामसित खर्च गर्ने कुरालाई नियमन गर्दै गर्दा हामी डराउनु परेको छ। तर हामीले एक दिन वर्षको एक दिन हाम्रो पैसाले सामान्य खाजा खाने कुरामा पनि हामी डराउनु पर्ने स्थिति निर्देशिकाले गरेका छ। हामीले नाफा कमायौँ भने हामीले आउँदा लाग्ने यातायात खर्च जस्ता कुराहरूलाई नियमावलीले के गरेका छ भन्दा बाँधेका छ। तर के होइन फेरि भने हामी के कुरामा डराउनु हुँदैन भने हामीले ऋण लगाएर गर्नु हुँदैन। एकदम क्लियर हुनुहोस् है, मैले फेरि दोहोऱ्याएर भन्दैछु, हामीले ऋण लगाएर गर्न हुँदैन। सदस्यहरूले ऋण लगाएर केही पनि काम गर्न हुँदैन। तर संस्थाले कमाउँछ भने यहाँ यही घाम खाएर सधैँ साधारण सभा गर्न पर्छ भन्ने मानसिकताले हामी बस्यौँ भने हाम्रा सहकारी अगाडि जान्छ, जाँदैन। सधैँभरि हाम्रा सहकारीका मान्छेहरू साइकलमै हिँड्ने हो भने किन सहकारी चाहियो र है? सधैँभरि जहिले पनि गहना नलगाइकन हिँड्ने भने दिदीबहिनीहरू किन सहकारी चाहियो?
हामी सबैका फोन चाहिँ राम्रा फोन प्रयोग गर्न नसक्ने भने किन सरकारी चाहियो? सहकारी किन चाहिएको भन्दा आर्थिक सामाजिक उन्नति गर्नका लागि चाहियो हो नि त, हैन? आर्थिक सामाजिक उन्नति भने के हो? हैन, हामीले यहाँ प्रयोग भएका सबै कुराहरू प्रयोग गर्नुपर्छ। तर फेरि मैले दोहोऱ्याएको छु, ऋण लाएर होइन, हैन? हामीले कमाएर हामीले उद्यम गरेर प्रयोग गर्नुपर्छ। अब यस्ता कुराहरूलाई सरकारीहरूमा कहिलेकाहीँ बन्देज गरिन्छ, त्यो अचाकली भएर पनि हो। फेरि हामी कहिलेकाहीँ के गर्यौँ भने भ्रमणको नाममा 4-6 जना मान्छेलाई मन लागेको ठाउँमा जाने, अनि गइहाल्यो भने हामीले अर्को के गरिदिन्छौँ थाहा छ? भ्रमण गइहाल्यो भने मैले अस्ति एउटा साथीहरूलाई भने सहकारी भ्रमण जानुभएको छ, फोटो हाल्नुहुन्छ इलामको मात्रै, के अरे चिया बगानको मात्रै, है, अनि ठुला होटलको मात्रै फोटो हाल्नुहुन्छ, सहकारीसँग छलफल गरेको फोटो हाल्नुहुन्न। मैले फेरि भन्दैछु, हामीले गरेको राम्रो कामको प्रचार गर्न सकेनौँ। अनि त्यो नसकेपछि त विरोधीहरूले हामीलाई त त्यसै पनि सहकारीहरूलाई बिगार्न धेरैले खोजेको छ। हेर्नु है, सहकारी बलियो भयो, सहकारी बिग्रियो भने को कोलाई फाइदा हुन्छ थाहा छ तपाईँहरूलाई? एउटा सरकारलाई फाइदा हुन्छ, अर्को कोलाई थाहा हुन्छ? प्राइभेट सेक्टरलाई फाइदा हुन्छ। सरकार र प्राइभेट सेक्टर जहिले पनि सहकारी बिगार्न लागेको हुन्छ। सहकारी रहेन भने त हामी चाहिँ यो भनिहाल्छ त। मैले अघि ब्याङ्कको कुरा गरेँ नि, होइन? तर एउटा अर्को पनि के हो सोच्ने कुरा, हिजो अप्ठ्यारो बेलामा कसले काम गरेको थियो? तपाईँहरू त अहिले पछिल्लोचोटि खोल्नु भएको छ, धेरै अप्ठ्यारो महसुस गर्नुभयो। हिजो 40, 42, 50, 60, 63 भन्दा अगाडि सहकारीहरूको अवस्था के थियो बुझ्नुभएको छ? गाउँघरमा यहाँ के अरे चनौटामा ब्याङ्क नहुँदा नि केही सहकारीहरूले सायद काम गरेको छ। चनौटामा ब्याङ्क नहुँदा पनि कुनै सहकारीहरूले काम गरेको छ। यो बजारको कुरा पनि हामीले 4 नम्बरमा कुनै ब्याङ्क नहुँदा पनि हामीले काम गरेका छौँ सहकारी क्षेत्रमा। गाउँभित्रका कुरा छोडिदिनुहोस्, अहिले पनि सबै ठाउँमा के अरे वित्तीय संस्था पहुँच नभएको ठाउँमा सहकारीले विकल्पको रूपमा हेरेका छ। तर हामी यी सबै कुरा बिर्सेर के गरेका छौँ भने पछिल्लो पटक हामीले गरेका राम्रा कामको प्रचार गर्न नसक्ने, अरूले जे भन्यो त्यसैका पछाडि लाग्ने, पैसा तिर्न पर्दैन भनिदियो भने बहुत ठुलो जुलुस हुँदैछ, है? पैसा तिर्न, हाम्रो पैसा तिर्न पर्दैन भन्यो भने त कसलाई नोक्सान हुन्छ? त्यही भएर यो एउटा महत्त्वपूर्ण कुरा हो, यहाँहरूले एकदमै सोच्न पर्ने कुरा। सहकारी अप्ठ्यारो स्थितिमा छ, मैले अब लामो गर्दिनँ, धेरै कुरा छ। सदस्यहरूले एकदम ध्यान दिएर यो संस्थालाई अहिले पनि तपाईँहरूले हेर्नु होला। अहिले आज मलाई 11 बजे भन्नुभएको थियो, तपाईँहरूलाई नि 11 भन्नुभएको होला। 3-4 घन्टा, वर्षको 3-4 घन्टा बोलाउँदा सरकारलाई एकदमै ध्यान दिनु होला। यो सरकारले पारेको राम्रो कुरा होइन, यसले अब हुन सक्ने जोखिमका कुराहरू, त्यो जोखिमलाई हामी कसरी व्यवस्थापन गर्न सकिन्छ, ती कुराहरू एकदमै ध्यान दिन जरुरी छ। अब अर्को कुरा मैले थोरै प्रतिवेदनसँग जोडिएको कुराहरूलाई थोरै राख्न चाहे। सम्भव हुन्छ भने यो प्रतिवेदन साधारण सभा हुनुभन्दा अलि पहिला सदस्यहरूको हातमा पुर्याउन कोसिस गर्नुहोस्। पैसा उही हो होइन, अलि पहिल्यै पत्र पठाउँदाखेरि कोसिस गर्नुहोस्। र यो प्रस्तावित प्रतिवेदन हो, यो फाइनल प्रतिवेदन पनि होइन, आज पास बसियो र यति धेरै खर्च गर्न पर्छ कि पर्दैन त्यो पनि सोच्नुहोस् होइन। प्रतिवेदनलाई सरल ढङ्गले बुझिने हिसाबले 2 पान्नामा 4 पान्नामा गराए पनि हुन्छ होला। किनभने अहिले हामीले सदस्य कति बढायौँ, बचत कति बढ्यो, सेयर कति बढ्यो, सेयरले कति प्रतिशत नाफा पाउँछ, हाम्रो भाका नआएको जम्मा ऋण कति छ, यो वर्ष हामीले मुख्य के राम्रा कामहरू गऱ्यौँ र आउने वर्ष हामी यो गर्दैछौँ। नीतिले, विधिले, व्यवहारले हामीलाई कहाँ अप्ठ्यारो पारेर यस्ता कुराहरू पनि प्रतिवेदनमा सरल ढङ्गले राखेर ल्याउनु भयो भने सजिलो हुन्छ र यसलाई अलि चाँडै आज आउँदा सदस्यहरूले हेरेर आउने, त्यसमा प्रश्न गर्न सक्ने भएर आउनलाई यहाँले कोसिस गर्नुहोस्। अर्को क्यालेन्डरको कुरा सायद यसमा आएको छ, क्यालेन्डर यहाँले छाप्नुहुन्छ होला। क्यालेन्डरमा पनि आफ्ना कुराहरू धेरै राख्नुहोस् होइन। अब कसैबाट शुभकामना विज्ञापन लिनुहुन्छ भने त अलिअलि राखिदिनै पर्ला होइन भने आफ्ना कुराहरू धेरै राख्नुहोस्। तपाईँहरूको नियमित बैठक कहिले बस्छ होइन, संस्थाका नीति नियमहरू के छन्, भाका किस्ताकाहरू के छन्, यहाँबाट ऋण लगेर राम्रो काम गरेको 1-2 जना मान्छेको व्यवसाय छ भने उहाँहरूको फोटो पनि क्यालेन्डरमा राखेर हेर्नुहोस्। सकिन्छ भने साधारण सभाको मिति पनि तोक्नुहोस्। यो अलि जटिल कुरा मैले सुझावमा राख्दैछु। हामीले क्यालेन्डर
जस्तै नभएको क्यालेन्डर घर हुन्छ हुन्न नि। तर हामी हाम्रो संस्थाको क्यालेन्डरमा साधारण सभा कहिल्यै राख्दैनौँ। यो पनि सकिन्छ भने है चैतमा सकिन्छ भने साधारण सभा कहिले हुन्छ भनेर क्यालेन्डरमै राखिदिनु न, मिति हेर्न नपरोस् है। त्यही हेरेर योजना बनोस् न है। यस्ता कुराहरू पनि यहाँले एकदमै ध्यान दिनु होला। र अर्को कुरा अब इमान्दारिता, यसमा इमान्दारितामा कुनै शङ्का छैन, तर सबै सदस्यहरू एकदम सचेत हुनु होला आफ्नो कागजातहरू। अनि मैले ओभर टाइम खर्चसम्म भन्ने छ। ओभर टाइम खर्च गर्दाखेरि पैसा हाम्रो खर्च भएको छ। मैले यसो डेटा एनालाइसिस गर्दाखेरि गत वर्ष झन्डै 10 लाख भएको प्रशासनिक खर्च अहिले प्रस्तावित आउँदा झन्डै 22-23 लाख हुन पुगेको देखिन्छ। अर्थात् प्रशासनिक खर्च बढ्दै गयो। संस्थाको प्रोभिजन कर ठुलो परेको छ। छटमिलेडी 7 जना हुनुहुन्छ। 2076 सालबाट पैसा लानु भएको छ। 86 आउँदैछ, पैसा कहिले तिर्नु छ थाहा छैन। धितोमै छ पक्कै पनि। हाम्रो नियमले धितोमा कारबाही गर्न मिल्छ कि मिल्दैन, के कस्तो छ यस विषयमा हामी जानकार छौँ अथवा के छ। उहाँहरू सम्पर्कमा आउनु भएको छ छैन, उहाँहरूको दैनिक बचत नियमित भएको छ कि छैन, छोराबेटीसँग नियमित बचत, मासिक बचत, दैनिक बचत, नियमित ब्याज तिर्ने उत्कृष्ट 5 जनाको छनौट आधार के हो अध्यक्षज्यू? मनोनित गरिन्छ कि? फर इक्जाम्पल रामे र श्यामे 2 जना सहकारीका शेयर सदस्य हुनुहुन्थ्यो। श्यामेले पनि इन टाइम अर्थात् महिनावारी नै बचत बुझाउँछ, रामेले पनि बुझाउँछ। तर श्यामे उत्कृष्ट भयो, रामे भएन। रामेको मनमा खिन्नता उत्पन्न भयो, म किन भइन? यसले सहकारीको आगामी कार्यक्रममा अवसर पार्छ कि? अथवा हामीले कुनै एउटा मापदण्ड बनाएका छौँ कि? अथवा कुनै हामीले परिसूचक या सूचकहरू पार गर्नुपर्ने हुन्छ कि? सञ्चालक समितिले पक्कै पनि यो केन्द्रीय कार्यदिशा अथवा कार्ययोजना बनाएको होला। मलाई विश्वास छ। यो आधार के रहेछ यसबारेमा पनि यहाँको मैले सो विषयमा ध्यान सुझाउन चाहे। अनि हिसाब अन्तर्गत यो प्रतिवेदनको पेज नम्बर 20 मा गत वार्षिक साधारण सभामा म मेरो व्यक्तिगत कारणले उपस्थित हुन पाइनँ। त्यतिखेर पनि मैले संस्थामा तिर्नुपर्ने रकम भनेर देवीराम पाण्डेले तिर्नुपर्ने रकम अर्थात् संस्थाले पाउनुपर्ने पैसा भन्ने उल्लेख भएको मैले पाएँ। यद्यपि साधारण सभा सम्पन्न भइसक्यो, तथापि फेरि अहिले चाहिँ यसो हेर्छु न मलाई तिर्नुपर्छ भन्ने थाहा छ या मलाई संस्थागत रूपमा थाहा गरिएन। मैले नियमित रूपमा संस्थाबाट लोन लिन्छु, महिनामा ब्याज तिर्छु, तपाईँको चाहिँ नि बचत पनि भुक्तान गर्छु। हरजना अथवा तोकिएको जे जस्तो हो मैले गर्नुपर्ने मेरो दायित्व सबै गर्छु। तर यो रकम जुन उल्लेखित भएको छ, यो रकम के कति कारणले हिजोको प्रतिवेदन अर्थात् गत वर्षको प्रतिवेदन राखियो, के कति कारणले आज पाउनुपर्ने हिसाबबाट नपाउनुपर्ने अर्थात् हिसाब मिलान भएको भन्ने बनाइयो। यो विषयमा म अलि अनभिज्ञ भएँ भन्ने पनि लाग्छ। तर हामीले भेट्न नगएका डराएका पनि होइनौँ। हामीले पटक पटक सम्पूर्ण सञ्चालक समिति, ऋण समिति टोली बनाएर 3 जना 5 जनाको समूहमा गयौँ। जति पटक गयौँ ल मेरो जग्गा बेच्दैछु, मेरो अर्को कुनै उपाय छैन भनेको करिब 1 वर्ष भइसक्यो। 1 वर्ष पढ्दा पनि यो उपलब्धि हुन सकेन। अब हामी जानुपर्ने भने के हुन्छ भने यही मौजूदा सञ्चालक समिति, यही कर्मचारीको बिचमा हामी एउटा अर्को पनि सहकारी ऐनले हामीलाई दिएको आधारमा हामी उहाँहरूको जग्गा दिएको घर जग्गाहरू लिलाम गरी असुल गर्नुपर्ने अधिकार हामीमा छ। तर त्यो एकदमै अन्तिम अवस्थामा केही उपाय लागेर हुँदै भएन भने त्यो अवस्थामा जाने स्थिति छ। र त्यसको लागि हामीले कानुनी सल्लाहकारसँग पनि परामर्श गरेका थियौँ र हामीले केही हाम्रै आन्तरिक नीति अथवा अहिलेको सहकारी ऐन नियमावलीले त्यसलाई कार्यविधि भन्छ, त्यो कार्यविधि हामीले अहिलेसम्म बनाएका थिएनौँ। एउटा कार्यविधिले नबनाइसकेपछि हाम्रो कर्मचारीले हेर्ने भनेको त्यही कार्यविधिमा टेकेर 35 दिनमा दिने सूचना दिने, 15 दिने सूचना दिने, अनि पत्रिकामा नाम निकाल्ने, अनि
प्रतिनिधिहरूलाई बोलाएर मुचुल्के बनाएर लिलाम कार्यक्रमहरू गर्ने विधि हुन्छन्। त्यो विधि हामीले अहिलेसम्म साधारण सभाबाट पास गरेका थिएनौँ र यो कुरो एकदमै टड्किरहेको थियो। जहिलेको पनि साधारण सभामा हेऱ्यो बनाइनेछ नीति भनेर भन्थ्यौँ। यसपालि हामीले टिम बनाएर हामीले यो अहिलेसम्मको प्रस्ताव हामीले 4वटा कार्यविधिहरूको प्रस्ताव आज ल्याउँदैछौँ र यो कार्यविधि बनाउन र सहकारीका सञ्चालकहरू कति मेहनत गर्नुपर्छ भनेर देखाउनलाई 13 वर्ष कटिसक्दा हामीले सम्पूर्ण सहकारीका साथीहरूको भ्रमण प्लस तालिमको आयोजना गरेका थियौँ र यो भ्रमण र तालिमले सञ्चालक समितिका साथीहरूलाई निकै ऊर्जा थपेको मैले महसुस गरेको छु र उहाँ कति काम गर्नुपर्ने रहेछ सहकारीमा सञ्चालक समिति र कर्मचारीहरूले भन्ने कुरा देखेर आइसकेपछि र अहिले 4 महिना 3 महिनाको बिचमा धेरै कामहरू भएको छ। लिखित रूपमा हेर्दाखेरि यी 4वटा कार्यविधिहरू अहिले ड्राफ्टिङको लागि प्रस्तुत छ र यसमा